नमस्कार दर्शकबिन, टोखामा लागु औषध कारोबार गर्ने दुईजनालाई प्रहरीले गोली ठोकेको जुन घटना छ, उक्त घटनाको चर्चा परिचर्चा व्यापक भइराखेको छ। हामी त्यही घटनास्थलमा छौँ जहाँ गोली चलेको थियो। प्रहरीले दिएको जानकारी अनुसार आधिकारिक रूपमा अहिले बोल्ने प्रहरी अधिकारीहरू यहाँ छैनन्, तर घटनामा संलग्न प्रहरीहरू यहाँ छन्, तर उनीहरूले आधिकारिक जानकारी दिन मिल्दैन। तर हामीले जुन अनौपचारिक रूपमा कुरा गरेका छौँ, सूचना लिएका छौँ, त्यसको आधारमा लागु औषध कारोबार गर्नेहरूलाई प्राप्त सूचनाको आधारमा प्रहरीले सुन्धाराबाट पछ्याउँदै आएको थियो र लागु औषध कारोबारीहरू ट्याक्सीमा आएको भन्ने प्रहरीको भनाइ छ। प्रहरीले भनेका छन् ट्याक्सीमा आएका थिए भनेर। यद्यपि स्थानीयहरूसँग बुझ्दा ठ्याक्क हामीलाई त्यो किसिमको जानकारी भएन भन्ने छ। यहाँ आइपुगेपछि ठ्याक्क प्रहरीहरूको हुलिया हेर्दा पनि उनीहरू पनि लागु औषध कारोबारीकै भेषमा आएका थिए। मुन्द्रा लाएर, सिक्री लाएर, त्यही किसिमको कपाल पनि काटेको हुलिया बनाएर उनीहरू पनि लागु औषध कारोबारकै जो खरिद गर्ने हो खरिदकर्तासँगै आएर उनीहरू पनि एक किसिमले नाटकीय रूपले यहाँ आएका थिए र यहाँ आएर डिल गर्न थाल्दा त्यो कारोबारीहरू पहिला पनि पक्राउ परेको र पक्राउ गर्ने प्रहरी अधिकारीहरू पनि त्यही डिल गर्ने टिममै रहेको र उनीहरू पहिचान भइसकेपछि भाग्न खोजेको भन्ने हामीले प्राप्त गरेको सूचनाको आधारमा प्रहरीको अनुसार, मात्र यो प्रहरीका अनुसार, यो हाम्रा अनुसार होइन, प्रहरीले हामीलाई दिएको सूचनाका आधारमा। अब किनभने यसमा त अनुसन्धान हुन्छ, थप अनुसन्धान हुन्छ, तसर्थ हामी भन्दैछौँ प्रहरीले हामीलाई दिएको सूचनाको आधारमा भन्दा उनीहरू भाग्न खोजे, पहिचान भयो, चिने, यिनीहरू पुलिस हुन् भन्ने थाहा भयो, सुरक्षाकर्मी हुन् भन्ने थाहा भयो, हामीलाई समात्न आएका हुन् भन्ने थाहा भयो र त्यसपछि उनीहरू भाग्न खोजे। भाग्न खोजेपछि प्रहरीले रोक्न खोज्यो, हवाई फायर भयो। हवाई फायर भइसकेपछि अब ठ्याक्क यहाँबाट यहाँ आइसकेपछि दुईवटा रड यहाँहरूले देख्न सक्नुहुन्छ। यहाँ अब यहाँहरूलाई म यो दुईवटा रड देखाउँछु दर्शकबिन। यो दुईवटा रडले प्रहरीमाथि उनीहरूले आक्रमण गरे र दुईजना प्रहरी पनि घाइते भएको बुझिएको छ कारोबारीहरूको आक्रमणमा परेर। यो फलामको दुईवटा रड तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ रड छ, यो झोला जुन तपाईँहरूले हेरिराख्नु भएको छ यसमा लागु औषध छ अनि प्रहरीको टोली यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। घटनास्थलमा सामान्य सङ्ख्यामा सञ्चारकर्मीहरूको पनि उपस्थिति छ। स्थानीयहरू वरिपरि ठुलो सङ्ख्यामा हामीले देख्न सक्छौँ। हामीले प्रहरीबाट आधिकारिक रूपमा त सूचना लिएका छैनौँ, तर प्राप्त जानकारी अनुसार उनीहरू भाग्न खोजेका थिए। प्रहरीलाई पहिचान गरे, पहिचान गरिसकेपछि यिनीहरू हामीलाई समात्छन् भन्ने थाहा भयो, यकिन भइसकेपछि उनीहरू भाग्न थाले। भाग्न थालेपछि नभाग भनेर सचेत गराइयो। त्यसपछि हवाई फायर गरियो रोक्नका निमित्त। तैपनि त्यसपछि उनीहरूले प्रहरीमाथि रडले आक्रमण गरे। यो मात्र प्रहरीले हामीलाई दिएको सूचना हो, यो दोस्रो पक्षले दिएको सूचना छैन, प्रहरीले बताएको अनुसार। त्यसपछि आक्रमण भइसकेपछि प्रहरी गोली हान्न बाध्य भयो र दुईजनाको खुट्टामा गोली लागेको छ। उनीहरूलाई थप उपचारका लागि लगिएको छ। दुईजना प्रहरीलाई पनि थप उपचारका लागि लगिएको अवस्था छ। हामीले यहाँका केही स्थानीयका प्रत्यक्षदर्शीका प्रतिक्रिया जोडेका छौँ। दर्शकबिन, यही ठ्याक्क घटनास्थलसँगै जोडिएको यो दुईवटा पसल तपाईँहरूले देख्न सक्नुहुन्छ। एउटा किराना पसल, एउटा टेलर छ। हामीले यी दुईवटा पसलमा रहेका प्रत्यक्षदर्शी हवाई फायर भइसकेपछिको घटना प्रत्यक्ष देख्नेहरू, एकजना घटना हवाई फायरभन्दा अगाडिदेखिकै घटना देख्ने र अर्को एकजना हवाई फायर पश्चातको सम्पूर्ण घटना देख्नेहरूको हामीले उहाँहरूको प्रतिक्रिया जोडेका छौँ। के नाम यहाँको? मेरो नाम सबनम खातुन हो। सबनम खातुन, यहाँ चाहिँ पुरा त्यो चलाएर टेलर चलाएर बस्नु भएको छ होइन? हजुर। अनि के देख्नु भएको थियो सबनमजी? होइन, त्यो पड्काएपछि यता दुईजना पुलिस आउनुभएको थियो होइन, त्यो यता नआउ त्यो उनीहरूलाई भनिरहेको थियो गाडीहरूलाई। अनि यता आएर फेरि भन्यो के प्राक्स अगाडिबाट जान बित्तिकै
यस्तो भयो कि सुटिङ चलिरहेछ मैले भने सुटिङ चलिरहेछ फिल्म सिभिल ड्रेसमा थियो नि त पुलिस अनि मैले सोचेँ कि सुटिङ चलेर म छिट्टै अगाडिमा जान बित्तिकै पुलिस मलाई भाग भाग यताबाट भाग अनि दुईजनाले उभिएको थियो त्यो मान्छेलाई त्यो हानेर खुट्टामा अनि हेर्न बित्तिकै त मलाई डर लाग्यो अनि पुलिस मलाई उताबाट भगाइदिए यता त कोही पनि थिएन म मात्रै थिएँ अनि यताको दिदी हुनुहुन्थ्यो त्यो मात्रै थियो अनि त्यसपछि तपाईँलाई पुलिसले फर्काइदियो फर्काइदिएपछि अनि परबाट हेर्नुभयो होला नि त परबाट हेरेर उता समाते थियो चार साइडबाट समातेर थियो चारजना पुलिसले दुईजना यता थियो दुईजना उतातिर पुलतिर चारजना बिचमा थियो त्यो समातेर उसलाई अनि भागिरहेको थियो दुईजना भागिरहेको उसलाई समातेर हानेको भनेको अनि रडले हानेको त तपाईँले देख्नु भएन खै त्यो मैले हेरेको छैन त्यो कारोबारीहरूले त्यो के भएछ त्यो गाडी थियो नि अगाडिमा त्यसले छोपेको थियो त्यो त खासै हेरेको थिएन त्यतिकै मात्रै हो गोली चलाएको हेरेको आँखाले देखेको मलाई त सुटिङ लागिरहेको थियो कि सुटिङबाट त्यसपछि ब्लड निस्केर मलाई डर लाग्यो कि त्यसपछि मलाई एकदमै त्यो के ठुल्ठुलो मुन्द्राहरू हैन यस्तै थियो अनि सिभिल ड्रेसमा त चिन्न नजाने त्यस्तै हुन्छ नि त त्यही भएर त बनाएको होला उलिया त्यस्तो अब त्यस्तै हो हेरेपछि त मात्रै ब्लड हेरेपछि मात्रै थाहा पाएँ कि साँच्चीमै यस्तो हो पुलिसबाट हामीले चाहिँ जानकारी लिए अनुसार पुलिसले चाहिँ के भन्नु भने हामी सादामा थियौँ त्यो जुन चाहिँ खरिद गर्ने हुन्छ नि खरिद गर्ने समय हामी पनि त्यही टिममा मिसिएर आएको थियौँ भनेको खरिद गर्ने जस्तै भनेर त्यही भएर झुक्काउँदै आएको अरे उनीहरूले चिनेछन् अनि पहिला समातेको रहेछ क्या पहिला यिनै पुलिसले समातेको रहेछ क्या तिनीहरूलाई भएन म त यहीँ थिएँ तपाईँ त यहीँ हुनुहुन्थ्यो न मैले तपाईँलाई जानकारी दिएँ प्राक्सिन मारेपछि म मात्रै आवाज सुनेपछि एउटा गोली हानेपछि मात्र अगाडिमा गएँ अगाडिमा हेर्न बित्तिकै ऊ आयो अनि ब्लड हेर्ने बित्तिकै म डराएँ क्या उताबाट भागेँ जोडले कराएर त्यति मात्रै हो बढी हेरेको अहिले त एकदमै डर लागिरहेको थियो अहिले ठिक छ अहिले ठिक छ अहिले ठिकै छ अब ठिक छ सुन्नु तपाईले गोली चलेको थाहा पाएपछि सुनेपछि बाहिर निस्केर हेर्नु भयो पहिला नै हल्ला भयो थियो कि यता जानु उता गाडीहरूलाई भनिरहेको थियो पुलिस गोली चलेको त प्रत्यक्ष देख्नुभयो नि तपाईले गोली चलेको हेरेको गोली चलेको अगाडिमा के रे गाडी थियो तपाईकै आँखा अगाडि भयो तपाईलाई उता जानुस् भन्नु तपाई साइड लाग्नुभयो साइडबाट हेर्नुभयो गोली चलेको मलाई लाग्यो सुटिङ भइरहेछ मैले दौडेर गएँ एक्लै थिएँ अनि उताको दिदी पनि थियो एक्लै थियो म पहिला पसलको दिदी हस् धन्यवाद नाम भनिदिनुस् न यहाँको मेरो नानी मैया कार्की हो तपाई कहाँ हुनुहुन्थ्यो यो घटना हुँदा गोली चल्दा यही पसल भित्रै थिए भित्रै हजुर बाहिर निस्किनु भएन आवाज आउँछ हैन आवाज चाहिँ आएपछि त बाहिर निस्के त्यो भन्दा अगाडि चाहिँ यही थिए आवाज आउनु भन्दा अलि अगाडि हामी यहीँ बसिरहेको थियौँ दुईजना गफ गरेर अनि ड्याङ्ग गरेर आवाज आयो मैले चाहिँ अब यहाँ बाइकहरू नि मजाले स्पिड चलाउँछ नि त अनि त्यही बाइकै हो कि जस्तो लाग्यो अनि के बाइकहरू एक्सिडेन्ट पो भएछ कि भनेर फुत्त बाहिर निस्किँदाखेरि चाहिँ गोली चलिरहेको रहेछ कि त्यस पछाडि मात्रै देखेको के देख्नुभयो त्यसपछि अब अरू त केही पनि देखिनँ मैले होइन मलाई त सुटिङ होला भन्ने भयो त्यो पनि सुटिङ गरे होला जस्तो लाग्यो गोली फायरिङ गर्नुभएको थियो आकाशतिर एकचोटि त्यो गरेको थियो अनि त्यो गरिसकेपछि गोली हानेको दुईचोटि हानेको चाहिँ मैले देखेँ भनौँ खुट्टामा हवाई फायरिङ भयो आवाज आयो त्यसपछि के भयो भनेर बाहिर जानुभयो एक्सिडेन्ट भयो कि के भयो भनेर पछि तपाईँलाई सुटिङ जस्तो फिल्म खिचिरह होला अथवा सिरियलहरू त्यस्तै केही होला भन्ने लाग्यो अनि बाहिर गएर जाँदाखेरि चाहिँ साँच्चीकै गोली खुट्टामा हानेको प्रत्यक्ष देखेँ त्यो चाहिँ प्रत्यक्ष नै मैले उहाँले गोली चाहिँ दुईचोटि खुट्टामा हान्नुभएको प्रत्यक्ष देखेँ दुईजना के ठाउँका ठाउँ ढले कि त्यसपछि ठाउँको ठाउँ ढल्नु भएको थियो ठाउँमा भनेको बाहिर गाडीबाट बाहिर यस्तो रोडमा भनौँ न यस्तो प्यासेजमा ढल्नु भएको थियो उनीहरू भागेको थिएन मैले त्यो बेलामा देख्दा चाहिँ भागेको थिएँ अब ढलिसकेको मान्छे कसरी भाग्ने कुरै भएन अगाडि नै उहाँहरू त्यही गाडीमै हुनुहुँदो रहेछ बुझेअनुसारले त होइन पुलिसकै गाडीमा भने जस्तो लागेछ मलाई अब त्यो के थियो होइन त्यो चाहिँ अब त्यही भित्रैबाट अब ल्याउनु भएको थियो भन्ने चाहिँ मैले अलि हल्ला सुनेर त हो नि सुनेको चाहिँ त्यस्तो थियो अब गाडीभित्रबाटै उहाँहरूले अब सबै हुनुहुन्थ्यो अरे भन्ने हल्ला चाहिँ सुनेको मैले त्यो चाहिँ
अब त्योभित्र चाहिँ को थियो कसरी निकाल्नु त्यो थाहा भएन। 4 जना घाइते भन्ने छ, 2 जना पुलिस 2 जना दुईजना चाहिँ एकदम प्रत्यक्ष घाइते हो, 2 जना चाहिँ मलाई थाहा भएन। त्यो गोली लागेर हजुर गोली लागेर 2 जना त तपाईहरुले प्रत्यक्ष आफ्नै आँखाले देखिनै हाल्नुभयो हैन। पुलिसको घाइते चाहिँ देखिनँ मैले। त्यो रडहरु यताउति देखाइरहेका छन् हैन। त्यो अब त्यो चाहिँ हामीलाई थाहा भएन, नदेखेको कुरा भन्न नि मिल्दैन हैन। त्यो रडले हानेको गरेको त हामीले देखेनौँ। पुलिसले भने अनुसार चाहिँ के रहेछ भने सुरुमा चाहिँ वहाँबाट सुन्दरहाट पछ्याउँदै आएको रे, सुन्दरहाट पछ्याउँदै आएपछि यहाँनिर ठ्याक्क कारोबार गर्ने तय भएको रे। त्यो उ छ नि त लागु पदार्थ भनेको छ त्यहाँनिर झोलामा राखेको छ। अनि त्यसपछि त्यो किन्ने व्यापारीकै भेषमा पुलिस पनि आएको रे। उनीहरूको हुलिया पनि त्यस्तै छ नि, टक्क यो डन पारामा होइन, कटिङ सटिङ सबै थोक मुन्द्रा लगायत यताउति। अनि त्यसपछि उहाँहरू चाहिँ सिभिलमा आउने यहाँ आएपछि चिन्यो रे क्या, पहिला नै समातेकै पुलिसहरू यसमा थिए रे। अनि चिनेर भाग्न खोज्दाखेरि हामीले त्यो गरे हो, एक्सन दिएको हो भनेर भने त्यो चाहिँ थाहा भएन हामीलाई होइन। मैले कथा बताइदिएको त्यो थाहा भएन, पुलिसले भने। पुलिसको अब के थियो त्यो चाहिँ थाहा भएन। अब हामीले पुलिसै भन्ने पनि चिनेनौँ, सिभिलमा हुनुहुन्थ्यो होइन। अब त्यो भएकाले को व्यक्ति अब त्यो दोषी को थियो भन्ने पनि थाहा भएन नि त। पछि मात्रै अब यस्तो यस्तो भन्ने कुरा थाहा भएको हो। अगाडि हेर्दा चाहिँ म त्यो गोली चलिसकेर बाहिर जाँदा चाहिँ 2 जना चाहिँ ढलिसक्नु भएको थियो। अनि गोली लागेको पनि 2 चोटि हानेको चाहिँ मैले देखेको। ए 2 जना थप 2 जना चाहिँ नि घाइते भएको, उनीहरूलाई लिएर गएको चाहिँ देख्नु भएन? देखेँ अब जस्तो नै 2 जना पुलिसलाई नि पुलिसले देखिनँ मैले, पुलिस घाइते भएको चाहिँ देखिनँ। 2 जना गोली लाग्ने मात्र देख्नुभयो? हजुर हजुर, गोली लागेर 2 जना ढलेको मात्रै देखेँ, त्यो देखिनँ मैले। धन्यवाद म्याम। मेरो नाम मोहम्मद गुलाब। मोहम्मद गुलाब। हजुर। अनि यही टेलर चलाएर म बसिरहेको छु बुढीको सपोर्ट गर्दै। उहाँ तपाईँको श्रीमती श्रीमती भएर चलाउनु भएको छ। अनि तपाईँ कहाँ हुनुहुन्थ्यो? म घरमा थिएँ होइन, हाउसिङमा थिएँ, खाजा खान गएको थिएँ। हाउसिङमा हो तपाईँहरू बस्नु? हजुर, बाबुलाई लिनलाई स्कुलबाट। यही ग्रान्डी भिल्ला। अनि नआउनुहोस् यता भनेर गोली चलेको रहेछ भन्नुभयो। उहाँले मलाई फोन गरेर नआउनु, गोली चलेको रहेछ, यहाँ नआउनुहोस्। किन के भयो भनेर गोली चल्यो थाहा भएन। अनि पछाडिको बाटो फर्केर आउनुहोस्, म पछाडिको बाटो फर्केर आएको। अनि यहाँ आउँदा त मान्छेको त भिडै भिड रहेछ, पुरै भिड थियो। पुलिसले यता पनि भित्र जान दिएको छैन मान्छेलाई, उता पनि ब्लक गरेर राखिरहेको थियो। अनि उहाँको त खुट्टा थरथर सरे अहिले। होइन मैले डर लागेको छ? छैन, मैले गल्ती नै गरेको छैन, के डराउनु। मैले भनेको यो घटना देखेर ओहो छेउमै यस्तो भयो। मैले त लाइभ चाहिँ देख्न चाहिँ देखेँ, अगाडि नै भन्दा ठ्याक्क बसल हो, म थिएन, त्यही भएर अब त्यस्तो त केही लागेको छैन। तर 2 जना थियो अरे मान्छे, काले थियो। अब इन्डियन हो कि के हो थाहा भएन है। त्यो चाहिँ तिग्रामा र खुट्टामा गोली लागेको रहेछ, तल चाहिँ हानेर। अनि फेरि भ्यानमा राखेर यही बाटो अगाडि दिएर जानुभएको छ। तपाईँ आएपछि गएको? त्यो म आएपछि गइसकेको थियो। अनि यतिकै मान्छेहरूको भिडै भिड थियो यहाँ बाटो। तपाईँ आउँदाखेरि उनीहरू गइसकेको थियो मान्छे, रगतहरू चाहिँ बाटोमा अलिअलि मैले यहीँबाट देखेको। त्यस्तो खासै मेरो आँखा अगाडि केही भएको छ भनेर मैले त देखेको छैन, बुढीले चाहिँ देख्नु भएको थियो। त्यसै नि यससँगै 4 जना ब्राउन सुगर कारोबारीहरू पक्राउ परेका छन्। 2 जना गोली लागेर घाइते भएका व्यक्तिहरू र थप 2 जना गोली नलागेका, झडपमा नपरेका व्यक्तिहरू गरेर 4 जना, 2 जना घाइतेसहित 4 जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सादा पोसाकमा थिए प्रहरीहरू। प्रहरीहरूले पनि कारोबारीको जस्तै हुलिया बनाएका थिए, त्यो ड्रग्स तस्करको जस्तै हुलिया बनाएका थिए र आफू पनि ड्रग्स खरिद गर्ने, ड्रग्सकै कारोबारी भएको उनीहरूले त्यो परिचय पनि दिएका थिए। यो पुलिसकै अनुसार, फेरि यो हाम्रो दाबी होइन, पुलिसकै दाबी हो। र त्यही अनुसार उनीहरू आएका थिए। र यो सहित उनीहरूले 2 जना घाइते, जसको अहिले उपचार चलिराखेको छ, र 2 जना घाइते नभएका व्यक्तिहरूसहित 4 जनालाई पक्राउ गरेको बताइएको छ। लागु औषध कारोबारीलाई समाउने प्रहरीको टोलीले भने यसलाई ठुलै उपलब्धिको रूपमा अर्थाएको छ। यसलाई ठुलो उपलब्धि प्रहरीले किन मानिराखेको छ भने प्रहरीकै अनुसार, यही ठ्याक्क समाउने प्रहरीहरूकै अनुसार, जसको हामीले आधिकारिक धारणा त लिन पाएनौँ, तर अनौपचारिक रूपले सूचना लिँदै गर्दाखेरि, जानकारी लिँदै गर्दाखेरि उनीहरूको तर्क के छ भने योभन्दा पहिला भरियाहरू फेला पर्थे, भरियाहरू मात्र समातिन्थे। तर यतिखेर भने ड्रग्स डिलर नै समातिएको छ, यसको मालिक नै समातिएको छ भनेको यो पटक पुलिसले टाउकामै हिर्काएको छ भन्ने उनीहरूको तर्क छ। यो पटक प्रहरीले टाउकामै हिर्काएको छ लागु औषध कारोबारीको भन्ने उनीहरूको तर्क छ। त्यसो भने उनीहरू भनिराखेका छन् योभन्दा पहिला भरियाहरू मात्र समातिन्थे, मेन
जो डिलर माफिया हो त्यो बाहिर रहन्थ्यो, उसलाई समात्न सकिँदैन थियो। यो पटक पनि ठ्याक्क ड्रग्स डिलर नै समातिएको छ। त्यस हिसाबले यो उपलब्धि हो भन्ने प्रहरीको दाबी छ। तपाईँले जुन यो झोला देखिरहनु भएको छ यसमा ब्राउन सुगर छ र यो जो छोपिएको ठाउँ छ त्यहाँ रगत छ। गोली चलेको ठाउँ त्यही हो र त्यहाँ रगत छ, रगतलाई छोपिएको छ। दर्शकबिन उनीहरू ग्रान्डी हस्पिटलसम्म, यो टोखाको ग्रान्डी हस्पिटलको छेउमा छ, ग्रान्डी हस्पिटलसम्म उनीहरू ट्याक्सीमा आएको र त्यहाँबाट पैदल आएको भन्ने प्रहरीले हामीलाई जानकारी दिएको छ। र त्यसपछि यहाँनिर दुईटा पक्षको बिचमा भिडन्त हुन्छ र त्यहाँ रगत छोपिएको छ, रड त्यहाँ छेउमै राखिएको छ, ब्राउन सुगरको झोला त्यहाँ छेउमा राखिएको छ।